नमस्कार ओके एलपीएससी बाट आज हामी 7 र 8 लाइसेन्स एक्जामकै क्वेशन आन्सर गर्ने क्रममा छौं। आजको हाम्रो फेरि थर्ड भिडियो है, पार्ट 57 एनएचपीसी 87। ओके, सो अगाडि बढौं। क्वेशन नम्बर, अब पीडीएफ लिनलाई हजुरहरुले हाम्रो व्हाट्सएप नम्बर यहाँ प्रोभाइड छदैछ, यहाँबाट हेरेर मेसेज गर्नु होला है। ओके, सो अगाडि बढौं क्वेशन आन्सरमा। Question number 561. Most important chief complaint in emergency department: pain, skin pigmentation, vomiting, cough. So अब मेरो विचारमा त पेन हुनु पर्ने हो हैन, कफ हतपति सबले आउँदैन, आए पनि डाइरेक्ट इमर्जेन्सीमा त जादैन होला मेरो विचारमा। भोमिटिङ पनि छ, त भोमिटिङमा त हामीले इन्जेक्सनहरु लगाउँछौं, त्यहाँबाट कन्ट्रोलमा आउँछ। अर्को स्किन पिगमेन्टेसन, यो प्राय जसो एलर्जीमा आउने हो है, जे पाए त्यहीमा आउँदैन। ओके, सो अब आन्सर छ हामी, आन्सर इज ए, पेन। ओके, यस्तै अगाडि बढौं। क्वेशन नम्बर 562 is not a general system. अप्सन रहेको छ हाम्रो ब्लड इन कफ, विकनेस, लस अफ वेट, अनि त्यसपछि फिभर रहेछ के। सो अब आन्सर हेर्छौं हामी, आन्सर इज ए, ब्लड इन कफ। ओके, यस्तै अब अगाडि क्वेशन नम्बर 563, most common symptom of lung cancer is cough, hoarseness of voice, chest pain, shortness of breath। के हुन्छ? most common symptom of lung cancer is, के यस्तै भन्दै अब आन्सर हेरिहालौं हामीले। आन्सर इज ए। ओके, where cough is most common symptom of lung cancer is cough। यस्तै अगाडि बढौं। क्वेशन नम्बर 569। ओके, most lethal complication of peptic ulcer is perforation, obstruction, acid-base imbalance, peritonitis। okay, so answer हेरौं हामी, answer is A, perforation। यस्तै अर्को क्वेशन, क्वेशन नम्बर 565, dark tarry stools indicates bleeding in which part of the GI tract? lower colon, upper colon र lower colon, upper GI tract, small intestine। के हुन्छ? सो आन्सर छ हामी, आन्सर इज सी। ओके, अप्पर जीआई ट्र्याकमा हुने हो। यस्तै अब अगाडि बढ्छौं हामी। क्वेशन नम्बर 566, parasympathetic nervous system is not involved in peristalsis, dilation of pupil, secretion of saliva। so answer हेरौं हामी, answer is B, dilation of pupil। okay, यस्तै अब अगाडि बढौं। क्वेशन नम्बर 567, census is taken in Nepal in every 2 years, 3 years, 5 years, 10 years। मेरो विचारमा त 10 years मै होला। हजुरहरुको के विचार छ? आफ्नो विचार राख्नुहोस् यहाँ अगाडि।
सो अब एन्सर हेर्छौँ हामी एन्सर इज बी 3 इयर्स सरी डी हो है डी 10 इयर्स है कहिलेकाहीँ म पनि कन्फ्युज हुन्छु है अब यस्तै अगाडि बढौँ हामी क्वेसन नम्बर 568 okay tuberculosis is prevented in Nepal by chemoprofile axis early diagnosis and treatment dots none of the above answer हेरौँ answer is B early diagnosis and treatment भयो भने tuberculosis prevent गर्न सकिन्छ यस्तै अगाडि जाउँ क्वेसन नम्बर 569 in post corp function of management P stand for ball basket budgeting blue eyes के हुन्छ सो अब एन्सर हेरौँ हामी एन्सर इज सी बजेटिङ यस्तै अब अगाडि क्वेसन लिम क्वेसन नम्बर 570 यो हाम्रो लास्ट क्वेसन हो हजुरहरूले एमसीक्यू लिनलाई हामीलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ चाँडो भन्दा चाँडो हामीले रिप्लाई गर्नेछौँ है सो के छ हाम्रो लास्ट क्वेसनमा के छ फर्स्ट इन्टरभेन्सन फर अ क्लाइन्ट एक्सपिरियन्सिङ एमआई के हुन्छ एडमिनिस्टर मोर्फिन एडमिनिस्टर अक्सिजन एडमिनिस्टर सबलिङ्गुअल मेट्रोग्लिसरिन ओके सो अब एन्सर हेर्छौँ हामी एन्सर इज बी एडमिनिस्टर अक्सिजन ओके गाइज यति भन्दै बिदा हुन्छौँ यो हजुरहरूको भिडियो चाँडै सकियो यस्तै सकेसम्म हामीले चाँडोभन्दा चाँडो सकाउने ल्याउँदै जान्छौँ है धन्यवाद